हेलो गाइज वेलकम छ थर्ड पार्टमा। अब गाइज सेकेन्ड पार्टमा मैले दुले क्याम्पसम्म देखाएँ भने अबको बाँकी चाहिँ म त्योभन्दा पनि माथिको भिडियोहरू देखाउने छु। डेन्जर हिउँ परिरहेछ गाइज। आज मेरो छाताभरि हिउँ नै हिउँ भइसकेछ। म यताउतिको हिउँ पनि देखाउँछु हजुरहरूलाई। डेन्जर भइरहेछ गाइज। भिडियो अन्तिमसम्म हेर्नु होला। हेर्नु गाइज कस्तो हिउँ परिरहेछ। आमामामा लास्ट हिउँ परिरहेछ गाइज। यो त अब यो कति भनेपछि सायद 3000 एबभ हो अहिले भर्खर। अब माथि एर्सा गुम्बा पाउने ठाउँ चाहिँ केही नभएको 4000 5000 अनि कुनै कुनै हाइटहरू चाहिँ सायद 6000 सम्म पनि छ। अनि गाइज हेर्नु यस्तो दामी हिउँ परिरहेछ गाइज। भिडियो हेर्दै जानु होला। म माथिको भ्यूहरू पनि हाल्नेछु है गाइज। ल सपोर्ट नै गर्नु होला सबैजना प्लिज। गाइज लास्ट डेन्जर बाटो आयो गाइज। झन्डै साथी नै गयो मेरो त गाइज। यस्तो डेन्जर बाटो छ होइन, पुरै चिप्लिरहेछ। लास्ट हिउँ पऱ्यो हेर्नु यस्तो दामी भएछ। एकदमै चिसो भइरहेछ हात पनि गाइज। अब हामी आज बास बस्ने ठाउँ अझै पनि टाढा छ। कतिपय मान्छेहरू फर्किसके यता छिर्न सकिँदैन भनेर, तै पनि हामी गइरहेको छौँ। खै के हुने हो, अब सक्छौँ कि नै है। यस्तो भिरको बाटो हिँड्नुपर्छ। त्यहीमा फेरि अलि हिउँ परेको कारणले लास्ट डेन्जर चिप्लो छ क्या। सो अलिक ध्यान दिएर हिँडेन भने पुरै चिप्लिरहेछ। चिप्ल्यो भने गाइस पुग्यो तल फेरि होइन। घोडाहरूलाई पनि गाह्रो भइरहेछ। ओ माई गड कस्तो यार गाह्रो भइरहेछ गाइस है। त्यही हो है। आमा यस्तो हिउँ परिदियो झन् आज गाइस। आमा यस्तो डेन्जर भइरहेछ। आजको यात्रा लास्ट गाह्रो भयो। घोडाहरू धपाउँदै हिँड्नु परिरहेछ। हातमा पन्जा पनि ल्याउनु भुलेको रहेछु गाइस। लास्ट चिसो भइरहेछ। दामी छ दामी। ल दामी छ है गाइस। ल गाइस भिडियोमा अन्तिमसम्म हेर्नु होला, जोडिनु होला अनि लाइक सब्सक्राइब पनि गर्नु होला। म माथि पुगेको र एर्सा गुम्बाहरू पनि टिपेको हाल्नेछु यहीसँगै है गाइस। हेर्नु होला। हेर्नु गाइस हामी बसेको हल्का माथि यस्तो ठाउँ पनि रहेछ। म यहाँ घोडालाई घाँस काट्न आएको अनि त्यतिखेरदेखि हेर्नु आमा यस्तो हिउँ परेछ। आमा पुरा हेर्नु न पुरा। ओ माई गड यस्तो चिसो भयो गाइस। ओदारको मुनि बसेछौँ हामी। आमा लास्ट डेन्जर छ। अब गाइस भोलि माथि पुग्छु होला। माथिको पनि म फुल भिडियोहरू हाल्नेछु, हेर्दै जानु होला है। हेर्नु गाइस पुपल एर्सा क्षेत्र यस्तो छ यहाँको अवस्था। अब पुरै हिँड्नु थाकेछ गाइस। यसरी पाल हाल्दैछौँ हामीहरू। आमा डेन्जर हिउँ परेछ गाइस। हामी पूर्वाङमा आइसकेको छौँ। पूर्वाङ तल हो अनि यस्तो छ यहाँको अवस्था होइन। आमा कस्तो हिउँ गाइस, डेन्जर हिउँ छ। एर्सा गुम्बा खोज्न आएको गाइस म होइन। यस्तो दामी हिउँ नै हिउँ छ अहिलेसम्म नि। आहा दामी छ है गाइस। यस्तो दामी छ यार।